नमस्कार। मलाई धेरैजनाले सोध्नुहुन्छ कि गुरुजी अहिले हामी विशेष गरेर दुविधामा छौँ। के दुविधामा छौँ भन्दाखेरि चाहिँ हामीले नर्सरीबाट चाहिँ स्नेक प्लान्ट किनेर ल्यायौँ, बहुत महँगो किनेर ल्यायौँ, घरमा सजाउनको लागि हावाको शुद्धिकरण गर्छ भनेर चाहिँ लिएर आएका छौँ र एउटा भिडियो हेरेको बापत हामीलाई लाग्यो कि यस कारणले गर्दाखेरि हामीसित समस्याहरू बढेको हो कि यस कारणले होला कि भनेर चाहिँ धमाधम हामीले घरबाट बाहिर फालिराखेका छौँ। महँगो किनेर त ल्याउँ, अब फ्याँक्नु परेको छ त घरबाट निकाल्दै फ्याँक्दै गार्डनबाट निकाल्दै फ्याँक्दै गरेका छौँ। के होला कस्तो होला भन्ने कुराहरूको उहाँको प्रश्न छन्। सायद तपाईँहरूको पनि प्रश्न हुनसक्छ। यो भिडियो अधिकभन्दा अधिक सेयर गरिदिनु होला र साथसाथै अरूलाई पनि जानकारी दिनुहोला। स्नेक प्लान्ट राख्नु गलत होइन, तर हामी गल्ती गरिराखेका हुन्छौँ कहाँ के कारणले। यी सबै कुराहरू यो भिडियोमा म क्लियर गर्छु। भिडियो थोरै लामो हुनसक्छ, ध्यान दिएर अन्तिमसम्म सुन्नुहोला। पहिलो कुरा, जति पनि प्लान्टहरू हुन्छन् त्यो बुध ग्रहले रिप्रेजेन्ट गरेको हुन्छ अथवा बुध ग्रहसित जोडेको हुन्छ, रिप्रेजेन्ट गरेको हुन्छ। अनि स्नेक प्लान्ट अर्थात् राहुको सिम्बल हुन्छ यो। किन भन्दा सर्पको आकृति समान लागेको हुन्छ, सर्प जस्तै हुन्छ, त्यसको प्रभाव, त्यसको रङसङ सबै सर्पसित जोडेको हुन्छ। त्यही भएको हुनाले अब राहु सर्पको प्रभाव हो। सर्प सम्बन्धित कुराहरूलाई राहु र केतुसित चाहिँ हेरिन्छ। अनि स्नेक प्लान्टमा पनि सबभन्दा धेरै राहुको इफेक्ट परेको हुन्छ। त्यही भएको कारणले गर्दाखेरि पहिलो गल्ती कहाँ गरेका हुन्छौँ यो कुरालाई ध्यान दिनु होला। गल्ती सुधारियो भने स्नेक प्लान्टले तपाईँलाई ग्रोथ नै गराउँछ भन्ने कुरालाई म यहाँ क्लियर गर्दछु। पहिलो गल्ती के हुन्छ भन्दाखेरि हामीले ढोकाको नजिकमा राखेका हुन्छौँ, मूल ढोका या सहायक ढोकाको नजिकमा राखेका हुन्छौँ र ढोकालाई लक्ष्मीको प्रतीक मानिन्छ र शुक्र ग्रहको प्रतीक मानिएको हुन्छ। राहु अर्थात् त्यो प्लान्ट जब शुक्र ग्रहको नजिकमा पुगेको हुन्छ र शुक्र र राहुको योग बनेको हुन्छ, यो योगको प्रभावका कारणले गर्दाखेरि विशेष गरेर घरको महिलालाई इफेक्ट पारेको हुन्छ। यस्तो स्थितिमा घरको आम्दानी, ग्रोथ, धन आदिहरूको समस्याहरू चाहिँ बढ्दै जानु, व्यापार बिजनेसहरू धीमा हुँदै जानु, महिलाहरूलाई शारीरिक रूपमा समस्याहरू चाहिँ बढ्नु, यावत समस्याहरू चाहिँ ढोकाको नजिक राख्नाले हुने गर्दछन्। अनि दोस्रो कुरा, हामी टोयलेटको नजिक राखेका हुन्छौँ, वरिपरि छेउमा या टोयलेटभित्र पनि राखेका हुन्छौँ। किन भन्दा एयर शुद्धिकरण गर्छ, नेगेटिभिटी एब्जर्ब गर्छ भनेर चाहिँ राखेका हुन्छौँ। तर याद गर्नुहोस् कि टोयलेट आफूमा राहु हो र यो प्लान्ट पनि आफूमा राहु हो। प्लान्ट जब एक आपसमा राहु प्लस हुन्छ नि, तब घरमा नानाविध समस्याहरू चाहिँ बढ्ने गर्दछन्। अनि यो त दोस्रो रिजन भयो। अनि अर्को गल्ती के गरेका हुन्छौँ भन्दाखेरि कलरमा, जो प्लान्ट राख्ने चाहिँ कलर अथवा पट हुन्छ नि, यसमा ठुलो प्रभाव परेको हुन्छ।